Alright guys, आज चाहिँ हामी मुभी हेर्न जाने प्लान गरेका छौँ हामी मेसनभिलमा द ओडिसी होइन एकदम ट्रेन्डिङमा मुभी छ एकदमै राम्रो रिभ्युजहरू सुनिरहेको थिएँ अब होपफुल्ली आई थिङ्क इट गोज वेल आइमेक्स रहेछ त्यहाँ चाहिँ अब आइमेक्समा एकचोटि हेरौँ एक्सप्लोर गरौँ भनेर पनि हो अनि प्लट चाहिँ खासै थाहा छैन अलिअलि चाहिँ मैले खालि हेर्न त हेरेको थिएँ तर त्यस्तो एकदमै डिटेलमा थाहा छैन अब यो चाहिँ ओडिसी भन्छ एकदम त्यो ग्रिक समथिङ पोइमबाट त्यो इन्सपायर भएको चाहिँ स्टोरी प्लटहरू चाहिँ अनि होपफुल्ली अब त्यहाँ चाहिँ बोर चाहिँ फिल नहोस् त्यही हो अब होपफुल्ली जति एक्सपेक्टेसन छ त्यति चाहिँ मिट होस् हजुर विलो हेर्दै थिएँ होइन आज निम्सलाई चाहिँ स्याडली हे पास्ट अवे होइन अनि जस्ट दुःख लागिरहेको थियो डकुमेन्ट्री निम्स दाई भनेर मैले नि हेरेर जस्तो लाग्छ 2-3 वर्ष अगाडि चाहिँ अनि द्याट वाज लाइक हुन्छ नि एकदमै फेमस र एउटा हुन्छ नि गर्व लाइक चाहिँ एउटा चिज थियो होइन anyway like he passed away today like that's so so devastating for all of us I know so rest in peace Nims Dai. Throughout the entire movie, so annoying. And that's her new friend Stanley C. ल यहाँ चाहिँ कुकुर गफ चलिरहेको रहेछ ल यहाँ चाहिँ मोमो है अब मोमो लिएर आएको भाइ पेसी कसरी गर्ने यहाँ चाहिँ एउटा गेम भइरहेको रहेछ अर्को चाहिँ यतातिर गेम भइरहेको छ यहाँ दुईवटा फुटबल गेमहरू रहेछ कुकुर कप रहेछ अनि अरू ठाउँबाट नि आउनु रहेछ यहाँ टन्नै टिमहरू रहेछ भने चाहिँ अब भोलि चाहिँ फाइनल रहेछ फाइनल सुनेको छ भने चाहिँ गुगल होइन अब मुभी हेऱ्यो मुभी चाहिँ कस्तो लाग्यो होला भन्नु अनेस्ट रिभ्यू राम्रै थियो नट टु ब्याड जस्ट प्लट एन्ड ट्विस्टहरू चाहिँ राम्रै थियो जस्ट वेल डन बाई द डाइरेक्टर एन्ड द होल टिम राम्रो ओभरअल चाहिँ रेटिङ कति आउट अफ 10 आउट अफ 10 कति आउट अफ 10 आई विल रेट 8 अब 2 चाहिँ कहाँ घट्यो 2 चाहिँ कहाँ घट्यो भने इन्डिङ अझै राम्रो बेटर हुन सक्थ्यो ओके इन्डिङ चाहिँ अलिक चित्त बुझेन छ होइन अरू भन्दा नि अल्छी लाग्ने फिल्म चाहिँ थिएन जस इलियाक आफूले फिल्म हेरेको छ भने चाहिँ त्यो त्यसपछिको स्टोरी हो यो पोस्ट स्टोरी हो नट टु ब्याड बुझ्नेलाई चाहिँ एकदमै राम्रो थियो अब फर्स्ट टाइम अब सिधै यो ओडिसी हेर्नेलाई चाहिँ अलिकति के हो भन्ने चाहिँ लाग्यो होला कस्तो लाग्यो तिमीलाई मलाई त्यस्तै लाग्यो मेरो फर्स्ट टाइम हो नि त मलाई के हो जस्तो चाहिँ लाग्यो तर रमाइलो थियो म पनि रेट गर्नु पर्यो भने 8 दिन्छु आउट अफ 10 मा 8 हो ल राम्रो थियो रमाइलो थियो ल ठिक छ तिम्रो चाहिँ कस्तो थियो त्यो भन न अब विकास मलाई चाहिँ जस्ट मलाई त ठिकै लाग्यो अब मुभी चाहिँ एकदम त्यो हुन्छ नि बोरिङ चाहिँ लागेन मलाई चाहिँ बोरिङ हुन्छ जस्तो लागिरहेको थियो त्यो चाहिँ भएन अब रेटिङको कुरा गर्ने भने चाहिँ म चाहिँ 8 भन्दा थोरै अलिक जेनरस भएर 9 नै दिन्छु अब अलिकति थोरै कमी चाहिँ जो पनि हुन्छ तर स्टिल लाइक हुन्छ नि एकदमै इन्जोयबल टाइपको मुभी थियो अनि जस्ट कुनै सिनहरू चाहिँ यस्तो राम्रो के होइन त्यो स्पेसल त्यो गुफावाला त्यो केबवाला सिन थियो तर्सेको मन तर्सेको होइन जस्ट एकदम राम्रो थियो भने चाहिँ अब जस्तो आइम्याक्समा हेऱ्यो अनि आइम्याक्समा हेर्दाखेरि एकदम इन्जोयबल एक्सपिरियन्स पनि थियो जस्तो लागिरहेको थियो भने चाहिँ अनि जस्ट एकदम सेटिस्फाइड 9 ल 9.5 ओके 9.5 मोमो क्यान्टिनमा आएको मोमो क्यान्टिनमा साथीसँग गफ गर्दैछन् उतै व्हाइट हालेन भने फेरि खाएको भ्यालिड हुँदैन मैले खान मिलेन है जास्मिन है ल जास्मिन ल मनिषा ल है माय गॉड यसरी नापेर ल ल ल ल खै कस्तो रहेछ सबै जस्तो टसै गरेन टसै गर्नु पऱ्यो नि ल कमान ल जास्मिन ल ओ माय गॉड अलिकति प्रेसर पुगेन प्रेसर हान्यो भने नि कमान ल जास्मिन ल आउँछ न अलमोस्ट ल्याएर ल थ्यांक यू ल यो चाहिँ हान्नुपर्छ ल इज्जतको सवाल है ल
ल यो चाहिँ ल यो यो चाहिँ हेर जसरी पनि जानुपर्छ छ्या यो चाहिँ जानु एभ्रिडे स्पेसल हो कि कस्तो यो हो हाम्रो यो फ्राइडे सटरडे सन्डे हुन्छ हजुर वेदरले साथ दिएसम्म हजुर फ्राइडे सन्डे चाहिँ हाम्रो आज चाहिँ हाम्रो यो होइन सेको चाहिँ हजुर आज लाइभ पानीपुरी पनि हुन्छ हाम्रो ए हजुर हजुर यो चाहिँ हाम्रो लोकेसन चाहिँ यहाँ छ यो स्पाइस नेपाल के अरे स्पाइस नेपाल है दाइ लोकेसन एक्ज्याक्टली चाहिँ के हो एड्रेस भन्नु न हाम्रो लोकेसन 1186 1186 फ्रान्सिस स्ट्रिट लन्डन ओन्टारियो लन्डन अन्टारियो ल हजुरको टाइमिङ चाहिँ के हो दाइ हजुरको यहाँ टाइमिङ चाहिँ हामी दिउँसो 3 बजेबाट रातिको 10:30 बजीसम्म विकडेजमा हजुर र फ्राइडे सटरडे चाहिँ 11 बजीसम्म 11 बजीसम्म हजुर हजुर Everyday 7 हजुर days. जस्तो हजुरको स्पेसल त्यहाँ चेन्ज भइरहेको छ हजुरको हाम्रो स्पेसल थ्रु आउट द विक थ्रु आउट द भनौँ न लाफिङ स्पेसल हुन्छ मन्डे हजुर। ट्युसडे हजुर, हजुर। वेडनेसडे थर्सडे किमा नुडल्स हुन्छ हजुर, हजुर, यो चाहिँ सबैलाई हजुर भनौँ न सबै खानेकुरा चाहिँ हजुर सर्भ गर्ने कोसिस गरिरहेको छौँ हामीले हजुर हाम्रो चाहिँ मेरो त फर्स्ट टाइम हो दाइ यहाँ चाहिँ होइन कस्तो र यस्तो एकदम आयो कि बासमा चाहिँ आयो होइन भित्र खानुभयो कि होइन छैन वेट गरिरहेको छु दाइ होइन अब म चाहिँ त्यहाँ भित्र जान्छु हस् दाइ थ्याङ्क यू सो मच है दाइ ल थ्याङ्क यू ल हाम्रो चाहिँ साथीले अब ट्राई गर्दै गर्नु पानीपुरी मिठो भएन अर्को त हन्टाकाले भन्दा मिठो लाग्यो है यहाँ चाहिँ मिठो हो यहाँको होइन चिया चाउमिन या है अरू सामान आउनु बाँकी छ अझै हाम्रो अब हाम्रो प्राइस चाहिँ गयो के अरे के प्राइस अरे मसला प्राइस होइन मसला पोटेटो प्राइस होइन चिया त नेपालीहरूको बेस्ट हो त थ्याङ्क यू कस्तो लाग्यो पानीपुरी चाहिँ पानीपुरी चाहिँ मेरो वान अफ द फेभरेट चाहिँ होइन म खाँदै खान्न आउट अफ रेटिङ हो रेटिङ त दिने होला नि त रेटिङ म्यान हुन्छ त्यो पानीपुरी म खाँदै खान्न त्यसो भए मलाई त्यो चासै छैन कि अब अरूको यो चाउमिन भन्छ भने चाउमिन। 9 आउट अफ 10 ओके नेपालको टेस्ट छ प्राइस पनि राम्रो छ है प्राइस त एकदमै गुड छ ल ल ओके कस्तो मैले राम्रो खेल्थेँ क्या कि के भयो खै अहिले त कहाँ कस्तो हान्छ पहिला यसो मिलाएर हान्नु न कहाँ हान्ने भनेर प्लान गरेर हान न कहाँ यत्तिकै हानेर हुन्छ र त्यो तिम्रो नङले मिल्दैन ट्राई गरेँ गोगुलाई सजिलो हो लगायत मुभी चाहिँ हेरेर आइयो ओडिसी अनि यताउता रमाइलो भयो अनि रेस्टुरेन्ट गयो अलिअलि खानासाना खाइयो जस्ट ओभरअल फन डे होइन जस्ट सोचेको थिएँ त्यसै प्रोडक्टिभ भयो अनि जस्ट काइन्ड अफ हुन्छ नि गुड डे फर मी होइन अनि त्यही इन्जोय द फुल एज होइन अनि चाउ बाई